It's funny, you spend days planning a trip, but when it ends, it feels like it passed in an instant. Just a few hours ago, well, let me show you. Holy water. Ticket पे हाम्रो ticket this one. Only 1 minute from here. Like this. No, it's okay. We're good. Thank you. ये फोटो खिच्नु पर्दा उ ट्याग खिच्नु रहेछ. Oh, 156. No number around 100. Okay, so we'll have to wait for line. Yes, this is queue number letter for check a picture. For check a picture here. Another 1 hour waiting from now. This there now. So after waiting for an hour, it was finally our turn to take a picture. I feel like it was not worth it, but hey man, this might be my first and last time visiting to the Bali's iconic place, so why not? But the food we had after that in this beautiful place, it was all worth it, with this amazing welcome dance. I had a plan, but Bali doesn't care about your plans. Not gonna lie, Bali hit me so hard on the first day, the heat and the traffic. I was not sure if I was built for this place. But after a couple of hours of drive, we reached to this place where we could taste different types of coffees, and the special one is the one made out of the poop of this animal called luwak. We could even see the live process of roasting coffee beans along with varieties of coffee to buy and taste. Rosella and butterfly fish. So any of them we also share in the shop. That's why you can buy. अहिले चाहिँ 12 जति बजिसक्यो अनि म आज जाँदैछु शपिङ गर्नको लागि. यहाँनेरि एकदम फेमस शपिङ मार्केट टाइपको जस्तो रहेछ. कस्तो रहेछ त्यहाँ हेर्छु म कतिको सस्तो पाउँदो रहेछ. मेरो टार्गेट चाहिँ $100 मा मैले के किन्न सक्दो रहेछु भनेर एक्सप्लोर गर्नुपर्ने छ आज. त्यस्तो धेरै त आउँदैन कि जस्तो लागिरहेछ मलाई, किनभने हामीले सोचे जस्तो धेरै सस्तो पनि हो कि सस्तो पनि नरहेछ जस्तो लाग्यो मलाई. Almost there, almost there. Hello. एन्जोय गर्मी भइसक्यो. ग्र्याबको नाम किन ग्र्याब भयो भनेर बल्ल मैले बुझिरहेको छु. यत्रो सानो ठाउँ हुँदो रहेछ बस्ने पनि. म देखाउँछु है त. एक्सपेक्टेसन भर्सेस रियालिटी चेक भयो मलाई. भन्नको लागि केही छँदै छैन. यस्तो गर्मी छ यहाँ. $100 मा शपिङ गर्ने भनेर निस्केको. बाइक $100 मा शपिङ गर्ने भनेर निस्केको. केही पनि नआउँदो रहेछ. एउटा टी सर्टको पनि $30 $40हरू भन्दो रहेछ. सोचे जस्तो सस्तो चाहिँ मलाई लागेन. बाली वाइल्ड गर्मी भएर अहिले एउटा कोकोनट वाटर खान आएको छ. यस्तो हुँदो रहेछ. कोकोनट चाहिँ फेमस रहेछ यहाँ. दिनभरि घाममा तात्तिँदा मेरो दिमागै तातिसक्यो. अब त भयो मलाई पुग्यो बाली. अब म फिलिपिन्स जान्छु. यो चाहिँ ठ्याक्कै नेपालको भिकुटी मण्डप जस्तै ठाउँ रहेछ क्या. त्यस्तै टाइपको मार्केट.
मनिला फिलिपिन्सको नेपालको टाइपको भृकुटी मण्डप टाइपको ठाउँ रहेछ यो। एउटा प्यान्ट लिएँ मैले, खतरा ठुलो जस्तो यो स्ट्रिट मार्केट टाइपको रहेछ। लास्टै सोहोर छ यहाँ त, बवाल गर्मी छ अहिले। ओए हेलो हेलो, दिनभरि हिँड्दा गर्मीले पाकेर अहिले यहाँ खाना आएको छु। के दिमागले होला फेरि मैले गर्मीमा फेरि नुडल सुपै अर्डर गरेछु। बाफ्रे खतरा मिठो छ यार। यो त मैले मोमो टाइपको होला भनेर खासमा अर्डर गरेँ हो। यो के हो यस्तो? खै इन्ट्रेस्टिङ टेस्ट यार यसको त। कस्तो कस्तो के हो यो? ट्याक्कै मोमोको डल्लो जस्तो रहेछ। नेपालको माइक्रो जस्तो यहाँ चाहिँ यस्तो रहेछ। यति सामान किनेको छु मैले। लास्टै सस्तो सस्तो पाउँदो रहेछ यहाँ चाहिँ। आई विस मैले यो ठाउँ पहिल्यै भेटाए भए हुन्थ्यो यार। यो चस्मा पनि मैले कति त्यही नेपाली 3-4 हजार पऱ्यो कि। मलाई हल्का डर पनि लागिरहेछ, किनभने यहाँ चाहिँ फोन स्न्याचरहरू हुन्छ अरे क्या। हिजो म फोन यस्तो म्याप हेर्दै चलाएर हिँडिरहेको थिएँ, एउटा मलाई फिलिपिनो भन्थान्दो रहेछ सबले, अनि फिलिपिनोमै बोलिरहेको थिएँ क्या। यसरी फोन नचलाएर चोरिदिन्छ भनेर रहेछ। मैले चाहिँ इग्नोर हान्दा थिएँ। अनि पछि मलाई एउटा फिलिपिनो साथीले नै भनेको कि यहाँ चाहिँ फोन चोरिदिन्छ अरे क्या। यस्तो हातमा यसरी जेपाइते गरेर बोकेर हिँड्नु हुँदैन, हातबाटै छिनेर खोसेर भागिदिन्छ अरे क्या। एकछिन त मैले यादै नगरिरहेको क्या, फोनहरू चोरहरू पनि हुन्छ भनेर क्या। यहाँ अलि केयरफुल भएर चाहिँ हिँड्नुपर्ने रहेछ। यहाँ खतरा छ। के हो यार यस्तो? टेम्पो जस्तै छ। यो पो हो त डेन्जर। यहाँ चाहिँ प्रायः यस्तो गर्दो रहेछ। साइकलमा मुन्ना भाइ इन्सपायर्ड। And just like that, it all began. No idea where this trip would take me. No clue how much I would laugh, struggle, or get lost. But that's the thing about traveling. It doesn't just give you a trip, it gives you a story.